गोर्खाली भएर आँटी हुँदैन हो, पक्का गोर्खाली आँटी हुन्छ है। तर कोही गोर्खाली त फेरि काफरे न काफरै हुन्छ नि, दुईटा टर्च बालेर हिँड्ने। गोर्खाली गोर्खालीले गोर्खाली गोर्खाली भएर आँट हुँदैन, आँट पक्का हो, त्यो ब्लडमा छ आँट, वीर गोर्खा भने पक्का है। एउटा मान्छेले मानिक साकीको भन्ने एउटा आर्मीले चाहिँ भनेको छ, यदि एउटा मान्छेले मलाई मर्नु डर लाग्दैन भन्यो भने कि त्यो पग्ला हो कि चाहिँ गोर्खाली हो भनेर भनेको छ। भइकन हो नि गोर्खाली। तर आँट चाहिँ नि गोर्खालीको रगत भएर आउँदैन, आँट चाहिँ धार्मिकताले ल्याउँछ। 5 जनाले घुस खाँदैछ अरे, तर त्यो टेबल त्यो अफिसमा तपाईँले घुस खाएन भने धार्मिकता भनेको चाहिँ सही जिउनु हो। 5 जना त मुसा हुन्छ नि त रेट लाग्दा अडिटाउँदा, तर धर्मी जीवन जिउने मान्छे चाहिँ नि सिंह जस्तो आँटी भएर खडा हुन्छ। आँट चाहिँ धार्मिकताले मात्रै दिन्छ। अनि लुइरे कमजोर कसैले